नमस्कार साथीहरू, आजको कुरा के छ भने नि अहिलेको सरकारले त धमाधम दलाल भ्रष्टाचारीहरू, देशद्रोहीहरू र जनतालाई मारी खाने जल्लादहरू, राक्षसहरूलाई धमाधम समात्दैछन्, जुन चाहिँ एकदम राम्रो कुरा हो। तर यो जीवी राई, जुन जीवी राई थियो नि, यो सहकारी ठगका मेन नाइके, यो जीवी राईलाई चाहिँ कहिले विदेशबाट झिकाउने? यो जीवी राई जुन गरिबहरूको खुन रगत पसिनाले कमाएर राखेको पैसालाई खाएर जुन भागेको छ, यो जीवी राईलाई नयाँ सरकारले कहिले झिकाउने? झिकाउनु पर्यो नि त। अहिलेको अब सरकार आफ्नै शक्तिशाली सरकार बनिसकेपछि यो जीवी राई त एनी हाउ समात्नु पर्यो जीवी राईलाई। यो विषयमा सरकारको ध्यान आकर्षण होस्। धन्यवाद साथीहरू।